निङ्गुरो टिप्न जान चाहिँ कति धेरै सङ्घर्ष गर्नुपर्दो रहेछ र हामीले कति ल्यायौँ त निङ्गुरो। हेलो साथीहरू, मेरो नयाँ अर्को मिनी ब्लगमा यहाँलाई धेरै धेरै स्वागत छ। हामी चाहिँ आज स्कुल छुट्टी भएपछि निङ्गुरो टिप्न जाने भनेर हामी चाहिँ निङ्गुरो टिप्न गएको थियौँ। अनि यहाँ ठुलो ढुङ्गा देखिसकेपछि हामी एकछिन चाहिँ यहाँ भिडियो फोटो सुट गऱ्यौँ। त्यसपछि लाग्यौँ हामी हाम्रै गन्तव्यतर्फ। यता चाहिँ कति ठुल्ठुलो ढुङ्गा क्या, मलाई चाहिँ कस्तो राम्रो लाग्यो। त्यसपछि हामी नबिना र दुर्गा बहिनीको घरमा गएर चाहिँ हामीले मिठो काँक्रो चाहिँ खायौँ। हामी चाहिँ धेरै टाढादेखि यहाँसम्म आएको भएर चाहिँ अब को जाने हिँड्न सक्ने मात्रै जाने अप्ठ्यारो ठाउँ छ भनेर हामीले एकछिन सल्लाह गऱ्यौँ। त्यसपछि रुमाला मिस चाहिँ बस्नुभयो अनि हामी चाहिँ लाग्यौँ निगुरो खोज्न। अनि यो अप्ठ्यारो बाटो हुँदै जानुपर्ने भएको भएर फेरि जुना मिस पनि बिच बाटोबाट फर्किनु भयो। यो चाहिँ मैले भेटेको फर्स्ट निगुरो हो। निगुरो टिप्न चाहिँ लास्टै गाह्रो हुँदो रहेछ क्या। अनि मैले यो लास्टको भिडियो मात्रै सुट गरेँ। कस्तो अप्ठ्यारो ठाउँमा फल्दो रहेछ नि त यो निङ्गुरो। अनि कति गाह्रो भएको थियो क्या। अनि भिडियो सुट नै गर्न सकिनँ क्या मैले चाहिँ। अनि निङ्गुरो पनि हामीले खासै पाएनौँ क्या। अगाडि नै कसले टिपिसक्नु भएको रहेछ। अनि थोरै निङ्गुरो लिएर फर्क्यौँ। तर बाटोमा फर्किने क्रममा चाहिँ हेर्नु नि यसरी जुका भेटेर जुका निकाल्दै अनि फर्क्यौँ क्या। अनि एकजनाले जुका भेटेपछि अर्कोकोमा पनि छ कि भन्दै कस्तो डर लागिरहेको थियो क्या। अनि जुका हेर्दै थियौँ। अनि मैले नि मेरो पनि छ कि भन्दै यसो हेरिरहेको थिएँ, देखि नै रहेको थिएन। ए लागेर रहेनछ मलाई त भन्दै म चाहिँ खुसी नै थिएँ क्या। छैन भन्दै मजाले हिँडिरहेको थियौँ। तर कता छ कि जस्तो नि फिल चाहिँ भएको थियो। अनि यहाँ माथि गएपछि एउटा सानो भेट्टाएँ क्या। अनि छैन होला अर्को त भन्ने सोचिरहेको थिएँ। तर क्या एकछिन पछि त मेरो यहाँनिर हेर्नु न कति ठुलो जुका। म त अहिले सम्झिँदा नि पछिसम्म पनि घर आउँदा रातिसम्म पनि मेरो शरीरमा चाहिँ जुकै टाँसिरहेको जस्तो फिल भएको थियो क्या। अनि हामीले टिपेको निङ्गुरो चाहिँ यति नै हो। निङ्गुरो भाग लगायौँ। त्यसपछि भने हामी फर्केको थियौँ। यहाँ बाटोमा चाहिँ यो नासपाती फलिरहेको थियो। अनि यहाँनिर खाएर जाऊ न भन्नुभयो। अनि हामीले चाहिँ यहाँनिर म त एकदम रुख चढ्न माहिर छु नि त। अनि म रुखमा चढेर अनि थोरै हामीले नासपातीहरू टिप्यौँ। त्यसपछि खाँदै लाग्यौँ घरतर्फ। हामी जान पनि ढिलो गएको अनि फर्किनलाई लास्टै हतार भयो क्या। अनि हतार गर्दै फर्क्यौँ। अनि यहाँ भोक लागिरहेको थियो। अनि हामी खान थाल्यौँ खाजा। हाम्रो खाजा चाहिँ छ चाउमिन।